अहिलेको 2082 साल फागुन 21 गते चुनाव हुन गइरहेको छ। यसलाई कसरी बुझ्नु भएको छ तपाईँले? सर्वप्रथम त धन्यवाद प्रश्नको लागि तपाईँलाई है। जुन अहिले चाहिँ तपाईँको चाहिँ 2082 साल फागुन 21 गतेको चाहिँ चुनाव हुन गइरहेको छ, यसलाई चाहिँ मैले कसरी लिइरहेको छु भने यो चुनाव मात्रै होइन, यो पल्टको चुनावले एउटा इतिहास बनाउँदैछ है। अहिलेसम्मकै युवा नेता जुन बालेन शाह चाहिँ प्रधानमन्त्रीको लागि चाहिँ उम्मेदवारको रूपमा चाहिँ केपी ओलीसँग चाहिँ जुट्दै हुनुहुन्छ, भिड्दै हुनुहुन्छ। झापा नम्बर 5 मा लाग्छ उहाँले जित्नु पनि हुन्छ है। अहिले जताततै चुनावको लागि चाहिँ भोटको लागि चाहिँ दौडधुप भइरहेको अवस्थामा पहिलाको भन्दा अहिलेको दिदीबहिनीहरू बुवा मम्मीहरू निकै नै बुझ्ने भइसक्नु भएको छ र बुझेर भोट पनि हाल्नुहुन्छ भन्ने आशा गरेका छौँ। त्यही भएर यो चुनावलाई चाहिँ मैले चाहिँ एउटा राम्रो बृहत खुसीको रूपमा चाहिँ एउटा कस्तो होला, उत्कृष्ट नतिजा आउला भन्ने रूपमा चाहिँ मैले लिइरहेको छु। तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन मन पराउनुहुन्छ? क्वेसनै कति राम्रो छ है। तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मैले किन मन पराउँछु भने पहिलो कुरो त पहिलो पोइन्ट त राष्ट्रिय स्वतन्त्र पार्टीमा निकै नै राम्रो व्यक्तिहरू हुनुहुन्छ है, युवाहरू हुनुहुन्छ, निकै नै राम्रो भिजन भएको व्यक्तिहरू हुनुहुन्छ है। उहाँहरूको जुन तरिकाले चाहिँ उठिराख्नु भएको छ, जुन तरिकाले चाहिँ उहाँहरू अगाडि बढिराख्नु भएको छ, जस्तै अरू पार्टीका नेताहरूले जस्तो गरेर उहाँले चाहिँ अरूलाई गाली गौज गर्नुहुन्न, अरूको बारेमा आलोचना गर्नुहुन्न। जे छ उहाँको आफ्नो भिजनको रूपमा चाहिँ अगाडि बढिराख्नु भएको छ, भोट माग्न हिँडिराख्नु भएको छ, चुनावको लागि चाहिँ बुझेर अगाडि बढिराख्नु भएको छ है। जसरी चाहिँ अहिले जति पनि नेताहरू आए, जति पनि पार्टीहरू आए, अहिलेको 35 वर्षसम्म कुनै पनि केही पनि गर्न नसकेको अवस्थामा अबको युवाहरूले चाहिँ के गर्छन् भन्ने आशाको साथमा चाहिँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ अँगालेर अगाडि बढिरहेको छु। उसो भए राष्ट्रिय स्वतन्त्र पार्टीको भिजन के हो त? ठिक कुरा गर्नुभयो। सबैभन्दा राम्रो र इम्पोर्टेन्ट क्वेसन भनेको, महत्त्वपूर्ण क्वेसन भनेको यही हो, भिजन के छ त है। सबैभन्दा महत्त्वपूर्ण भिजन के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको गरिब निमुखा पैसै नभएको मान्छेहरूले पनि उपचार पाउनु पर्यो है। अनि तपाईँको चाहिँ शिक्षा पाउनु पर्यो है, रोजगार पाउनु पर्यो है। अनि अरू मात्रै नभएर तपाईँको 77वटै जिल्लामा चाहिँ कतिवटा नगरपालिका छ, कतिवटा महानगरपालिका छ, कतिवटा वडा छ, उहाँहरूले चाहिँ सबै ठाउँको चाहिँ समस्याको बुझेर, समस्या मात्रै बुझेर हुँदैन, समस्याको समाधान के छ त त्यो कुराहरूलाई, सबै कुराहरूलाई अँगालेर चाहिँ उहाँहरू चाहिँ अगाडि बढिराख्नु भएको छ। त्यो कारणले चाहिँ मलाई चाहिँ के मनपर्छ त, राष्ट्रिय स्वतन्त्र पार्टी मनपर्छ है त। धन्यवाद।